धर्म गर्ने भनेको खाली खुट्टा। तपाईको साथी त यहाँ बसिरहेछ त। हेर न मेरो त टिक्कै टिक्का भएछ। यो हरियाली देख्दा नि आँखा पनि शीतल हुँदो रहेछ। ढुङ्गाले खोप्दैछ है काठमाडौँ सहर। एउटा कुरा देखाउनको हजुरलाई त्यहाँ छ हाम्रो स्वयं फल देखा फल। यहाँ यहाँ दैट भयो बस देखाउनु आमा ममा जिब्रो पोल्यो। मेरो हात त लुत्रुक्कै भिनेछ धर्म गर्ने भनेको खाली खुट्टाले हेरे खुट्टै मात्रै। आज पशुपति आएको अगरबत्ती चाहिँ यहीँनिर छोड्नु पर्दो रहेछ यो दिदीलाई। जय पशुपतिनाथ भगवान कीर्तन गाइरहेछ। देख्दैन तपाईँको साथी त यहाँ बसिरहेछ त। तपाईँको भाइ तेरो जेठाजु यहाँ नि रहेछ। जताततै छ त तपाईँको भाइ त। ओम नमः शिवाय ओम नमः शिवाय। मन्दिर परिसरमा हुनुहुन्छ मन्दिर दर्शन गर्न जाँदा कृपया आफ्नो मोबाइल क्यामेरा जस्ता साधन के रहेछ त हौ। पसिनाले सबै लिएर गयो। सक्यो दर्शन पनि जाने घरतिर होइन स्वयम्भू जाने। अब आइतबार त्यति भिड हुँदैन भनेको गजबको भिड रहेछ आज। हेर न मेरो त टिक्कै टिक्का भएछ। वर्ष घरदेखि बाख्री बजारै बजार भइसकेछ क्या। यस्तो बजार भइसकेछ यहाँनिर त। छोडेको नि कति वर्ष भइसक्यो होइन। छोडेको नि कति वर्ष भइसक्यो अनि बजारै बजार भइसक्यो। बुनाथ गइपुग्यो। माथि चढ्नुपर्छ स्वयम्भूनाथको। स्वयम्भूनाथ भगवानको दर्शन गर्न आएको। अब चाहिँ पशुपतिमा सकेर टिका पनि यस्तो भएछ आमामा। कालो चढ्दै यो हरियाली देखेर नि मजा आउँदो रहेछ। यो हरियाली देख्दा नि आँखा पनि शीतल हुँदो रहेछ। मङ्की टेम्पल आएको। मङ्की नै मङ्कीले स्वागत गरिरहेछ। लाजा भनेर होइन। स्वयम्भूनाथ पनि आइपुग्यो। गर्मी भयो हिँड्दा हिँड्दै। पेन्टिङहरू बेच्छ। यो चाहिँ भाइले ढुङ्गाले खोप्दैछ। के बोले भाइ के बोले के बोले ढुङ्गाले खोप्दैछ। साइडले पनि के बनाउनु खै तपाईँको साथी सिंह छैन त। त्यो बनाउँदै रहेछ। कति क्युट रहेछ हौ यो बच्चाहरूलाई होला। नागपुरले बाँदरको स्विमिङ पुल। नागपुरा पुर मात्र हो नि। तल नागपुराले इङ्ग्लिसमा पढेको नेपालीमा पढ्नु। काठमाडौँ सहर। काठमाडौँ सहर
Ya dalang sarara salah kita gimana पैसा खर्च भएर तिनीहरूलाई चढाउने जानु उहाँलाई चढाउनु दर्शन पनि सक्यो अब हिँडेको ओह्रालो लागेको एउटै हो काट्नु नि फेरिको लस्सी खाएर शीतल भएर जाने यसले शीतल हुँदैन यसले पेट भर्छ पेट पनि भर्छ शीतल पनि हुन्छ वाउ रफ्टिङ चाहिँ कहाँ राखेछ तपाईँहरूले मेरो कोकोनट आयो कोकोनट गाईको चाहिँ हाम्रो घर हो होइन यहाँ चाहिँ धेरै फलफुलहरू फलेको छ होइन अनि म चाहिँ एउटा कुरा देखाउन आँटेको हजुरलाई त्यहाँ छ हाम्रो स्वयम्भू बौद्धको अलिक पछाडि चाहिँ मेरो बाबाको एयरपोर्ट छ अनि यो हाम्रो बस्ती यहाँ चाहिँ गाउँ हो कि के हो त्यो बाबा मकै हो मकैमा पनि त्यस्तो हुन्छ त मकैको घोगा लाग्न आँटेको साथीहरू हाम्रो यहाँ कौशी खेतीमा चाहिँ ड्रागन के भन्छ ड्रागनलाई नेपालमा ड्रागनलाई नेपालले ड्रागनै भन्छ ड्रागन फलफुल फलेको छ यता एउटा खोइ कहाँनिर फल फल देखा फल यहाँ यहाँ लु पुटुक्क परेको अनि यहाँ चाहिँ हाम्रो अम्बाहरू फल्दैछ यहाँ चाहिँ यत्रो यत्रो अम्बा खै फल्दैछ यहाँ फुल त निकै फलेछ त ए अनि यसको पछाडि दुईटा छ यसो पछाडि दुईटा छ तीनटा अम्बा फलेछ ल अनि अनि के छ यहाँ यो चाहिँ के हो यो स्ट्रबेरीको स्ट्रबेरी छैन सुकिसकेको रहेछ त एउटा यहाँ एउटा छ अलिक रातो भएको छैन ऊ यहाँ सुकेको छ त यहाँ पनि छ एउटा तर तर रातो भएको छ नि धेरै कमिला सही छैन छैन अनि यहाँ फुलहरू फुल्दै रहेछ फल्ने नै रहेछ अनि यहाँ हाम्रो अनि अझै ड्रागन फ्रुटहरू फल्दैछ यहाँ खै यहाँ ए ठुलै लाग्दो रहेछ त फल त अनि यहाँ रातो रातो गोलभेडा पनि छ अर्ग्यानिक हो त्यही भएर ठुलो भएको छैन त्यो चाहिँ हामीलाई बेच्न नै मिल्छ अनि आउने भए चाहिँ यो घाँसहरू उखाल्नु पर्थ्यो नि त अहिले त छोड्दै त्यो मल हो किन फ्याँक्नु त्यही त अनि यो चाहिँ खोइ यसलाई के भन्थ्यो यसलाई तरुल भन्छ होला तरुल नै होला भुइँ तरुल हो कि के भन्छ यो चाहिँ फुल के फुल खै यो चमेली हो कि के हो आई डोन्ट नो यहाँ चाहिँ बास्ना सुगा नछोडिकन यहाँ बस्नै आएन यहाँ चाहिँ फङ्गस लागेको यो काई अनि यहाँ गुलाब अस्ति यस्तै खालको गुलाबको काँडाले मलाई यहाँ काट्यो यहाँ हाम्रो धनिया र खोर्सानी मिठो अचार बन्छ यो दुईटाको यहाँ चाहिँ यात्रा छ गोलभेडा यो चाहिँ नअर्ग्यानिक अनि यो चाहिँ खोर्सानी हाम्रो खै खोर्सानी त छैन त फुल टमाटर टमाटरलाई खोर्सानी भने यसले अनि यो चाहिँ यत्रो ठुलो कर्कलोको गाबा कर्कलो कि गाबा है त्यो नि गाबै होला गाई अनि यो चाहिँ खोइ थाहा भने के हो यो नसु मलाई गाई मैले हजुरलाई मार्छ के होला यो नचु सोही मार्ने के होला यो गाई कमेन्ट्समा लेख्नुहोस् कमेन्ट त अफ छ अनि यहाँ हाम्रो यो चाहिँ के हो क्रिसमस ट्री भन्छु म चाहिँ यसलाई यहाँ फुल पनि फलेको कहाँ त्यसमा फुल फल्छ यो के हो खै के हो गेडा दाना यहाँ चाहिँ के हो यो फुल यो चाहिँ के हो यो नि फुलै हो फुलै हो राम्रो फुल फल्छ यो फुल यहाँ रातो रातो भइसक्यो यो रातो भएर नि कुहिसक्यो टिप्नु पर्ला यो पुरा बिग्रिसक्यो छोड्दै होइन यो काट्नु हुन्छ यहाँ अझै एउटा रातो भएको छ गाइस अब हामी चाहिँ टिपौँ है त यो रातो यहाँ पनि छ त रातो एउटा खै उयो त अलिक क्राइप छ यसलाई चेरी टोमेटो भन्छ त्यो पास्तामा हाल्दाखेरि मिठो हुन्छ जस्तो थियो सलादमा पास्तामा हाल्दा नि राम्रो देख्छ होला जुन
चाहिँ अलिक फोर्स नगरिकन पट निस्किन्छ नि त्यो चाहिँ राइट हो आई थिङ्क करेक्ट खोर्सानी जस्तो देखिन्छ वाक्कै निस्किन्छ कोही एउटा खम्तले रातो चाहिँले त त्यहाँ टिप्न उद्या बाँकी छ त वाट्ट फुट्या पनि छ गाइसमा चाहिँ अरू केही देख्दिनँ यहाँ फुलहरू देखिरहेको छु यहाँ खोर्सानीहरू छ यो टिप्ने बेला अलिक भएको छैन होला भइसक्यो भइसक्यो जिरो खोर्सानी होइन त्यो होला भइसक्यो त्योभन्दा कति पर्छ म चाहिँ यसलाई उपर खोटे खोर्सानी भन्छु टिप्दिउँ जिरो खोर्सानी हो कि होइन खानुहोस् आमालाई सोध पहिला भयो भयो देखाउनुहोस् आमामामा झिब्रै पोल्यो यो जिरो खोर्सानी हो टिप्दा हुन्छ होला पिरो यसले हेर्नलाई चाख पाकी पाएन भने चाख भने चाख त्यसो होइन वा त्यो पिरो हेर्छ आमामा ल गाइस मेरो बाबाको चाहिँ तारा देख्न थाल्नु भयो तारा होइन जुन पनि सँगै देखियो मेरो हात त लुत्रुक्कै भिजेछ यति हो अब तल चाहिँ फुलहरू मात्रै छ होइन यहाँ चाहिँ फलफुलहरू मात्रै छ सब्जी गोरा तपाईँको छोरा गोरा आउँछ गोरा ह्यान्डसम आयो ब्युटिफुल एन्ड ह्यान्डसम पिपल चिया चाहिँ पाइन्छ तोङ्बा पाइँदैन त दाइ यहाँ हाम्रो रिजोर्टमा त तोङ्बा पाइँदैन दाइ खालि चिया मात्रै पाइन्छ होइन होइन आमै नेवार नि भयो नि तोङ्बा पाइँदैन के गर्नु पुरी हो तिमी चिया चाहिँ पाइन्छ 2 दिन अगाडि भन्नुपर्छ तोङ्बाको लागि त